हरियाली यस्तै छ। यताको टाइम छ, यता मेरो घर यस्तो छ है। हामी चाहिँ पानी पर्दा मेरो अगाडि चाहिँ भाइ पनि भ्लगर हो र देमाश्रीहरू हुनुहुन्छ हाम्रो काका। अब चाहिँ फिनिसिङ बनाइराख्नु भएको छ। हेलो, गुड मर्निङ, नमस्ते, सेवा, म करुणा राई। आज पनि बिहानै भिडियो बनाइरहेको छु है। एकदम मौसम खुलेको क्या, एकदम राम्रो है। यता चाहिँ धनकुटा हो, तर यहाँनिर चाहिँ रुखले छिलिरहेछ है। म अलिक ओह्र आइरहेको छु नि त, मेरो घरदेखि अलिक ओह्र आइरहेको छु। त्यही भएर मेरो घर आँगनदेखि चाहिँ पुरै धनकुटा देखिरहेछ है, तर यहाँदेखि चाहिँ अलिक छिलिरहेछ। यही भएर यति नै देखाएँ मैले। अनि बिहान उठेर यसो है, बिना काममा पनि हिँडिन्छ नि त बाटै बाटो है। अनि बिहान हिँड्नु कस्तो मजा हुन्छ नि त। अनि हरियाली यस्तै छ, तपाईँ आफै इमेजिन गर्नु न। आफै गाउँघर क्या, मेरो गाउँको दृश्य देखाउनलाई। पानी पर्ला जस्तो भइरहेछ, आकाश हेर्नु न कस्तो भइरहेछ है। बर्खा लागेछ, यस्तो हरियाली के भन्नु है। हरियाली भएपछि त सिरसिर हावा चलिरहेछ है। बेलुकाको टाइम छ। यता मेरो घर, मेरो झुपडी। अनि तर मान्छेहरूको कुनै मान्छेहरूको लागि, तर मेरो चाहिँ महल हो भनौँ न है। अनि मेरो घर छेउको रोड छ है। आज दिनभरि मौसम खुलिरहेको थियो। अनि बेलुका पख चाहिँ पानी पर्ला जस्तो भइरहेछ है। पुरै मौसम आकाश रिसाइरहेछ, हेर्नु न। त्यो चाहिँ हाम्रो के भन्छ, हाम्रो सामान राख्ने ठाउँ त छ। अनि रुमहरू पनि छ यसै भित्र पनि। अनि हेर्नुमा मेरो घर वरिपरिको दृश्य यता छ, यस्तो छ है। हामी चाहिँ पानी पर्नु ढिलो भएर हो। पानी पहिल्यै परेको भए त अलिक छिटै मकै छरिन्थ्यो होला। गाह्रो छ गाउँघरमा हरेका। पानी पर्छ कि के हो आज त हेरेको। यस्तो राम्रो मौसम। आज चाहिँ यो मेरो घरको छेउको रोड चाहिँ अलिक सानो भयो अरे होइन। दुईवटा गाडी चाहिँ अब साइड दिनलाई अलिक गाह्रो हुन्छ अरे, भइरहेछ अरे। त्यही भएर फेरि आज मर्मतसँगै बढाउने कुरा छ। अनि जेसिबी काम गरिरहेछ यता पर। अनि म चाहिँ हेर्न जाँदैछु। यस्तो छ मकैबारीहरू, हेर्नु न। अब मकैबारी भए पनि के गर्नु, यस्तै छ। विनाश सँगसँगै विकास पनि हुन्छ। विनाश नभए विकास त कहाँ हुन्छ र होइन। यो मकैबारी सबै जानेवाला छ। अनि यस्तै छ। मेरो अगाडि चाहिँ भाइ पनि भ्लगर हो। हेलो। अनि फोन बिर्सिरहेछ। अनि हामी जाँदैछौँ। यस्तो ठाउँ छ, बाटो हेर्न
पहाडको बाटो यस्तै छ। यस्तो छ बाटो। अनि आज चाहिँ यहाँदेखि आउनेवाला छ है। नदेखाउ न हौ। यस्तो छ। यस्तो होला छ यस रुखहरू सबै आज मृत्यु घोषणा हुँदैछ। के बोले भाइ? के बोले? के बोले? के जथाभावी बोले? र देमाश्रीहरू हुनुहुन्छ हाम्रो काकी ज्यूहरू, काका दाजु हुनुहुन्छ। यस्तो छ हाम्रो रुट। अब चाहिँ मेरै घर ठ्याक्कै सिधा आइपुगेछ है। Oh my god. काम निरन्तर चलिरहेछ तर घर छेउमा चाहिँ अलिक गाह्रो हुँदो रहेछ क्या। फेरि सेभ गर्नुपर्ने हुन्छ होइन। अब घर पुर्नु भएन त्यही कारणले अब यस्तो छ। सबै बिरुवाहरू धेरै थियो यहाँनिर, सबै पुरिसक्यो, केही छैन। हाम्रो हिल त्यहाँ यस्तो भइरहेछ है। म चाहिँ पछाडिदेखि भिडियो भइरहेछ। त्यही मेरो घर मास्तिर छ। त्यही भएर एकदमै सेभ गरेर गइराख्नु भएको छ। एकदम राम्रो काम गरिराख्नु भएको छ उहाँले। फिनिसिङ बनाउँदै लानुहुँदैछ। एकदम राम्ररी बनाउँदै हुनुहुन्छ है। यस्तो छ। मलाई चाहिँ आज सन्चो छैन। अलिक बोल्नु पनि असहज भइरहेछ होइन। ढोत्र भोइस पनि आइरहेछ। मेरो सुँगुरको खोपको हालत हेर्नु न। ढुङ्गा छानाका ढुङ्गा चलिरहेछ। चारो लिएर आउने मेरो बाटो ब्लक भइरहेछ। केही छैन, के गर्नु होइन। हामीलाई नै रोड पनि राम्रो चाहिने, हाम्रै लागि हो। यस्तो भयो भन्नु मिल्दैन। एकदम राम्रो बनाइराख्नु भएको छ हाम्रो अपरेटरज्यूले। के भन्छ अनि स्काइभेटर हो कि जेसिबी के भन्छ यसलाई। अनि चलाउने मान्छेले चाहिँ के भन्छ? अपरेटर भन्छ होला होइन, के भन्छ? जे भने उयो उहाँ हो, के भन्छ? ड्राइभर हो। अगाडि अब जाँदै हुन्छ हाम्रो समितिका मान्छेहरू। यस्तै छ।